फियाफुल्ला टेस्टीले आज त एउटा दुःखको खबर हाम्रो मुनु जोजोको नाना खस्यो। त्यही भएर आज हामी यहाँ शमशानघाटमा उहाँको अन्तिम संस्कार गर्नुको आएको छ। म बोलको मान्छे वैसे त डिप हुन्छ, जानु हुँदैन, तर के गर्नु, आफ्नो करिब भएको मान्छेको खस्यो भने हामी नि जानुलाई बाध्यता पर्छ, नजाउँ पनि नहुने। त्यही भएर गएको थियो। देखेर बहुत दुःख लाग्यो। त्यही भएर जीवनमा केही पनि छैन रहेछ, जीवनमा केही पनि छैन, लाला सल्लाह गर्नु हुँदैन। जहाँसम्म माया लाग्छ, मरेपछि केही पनि लागेर जाने छैन। त्यही भएर है साथी हो, जब तक जिन्दो छ मिलेर हाँसेर खुसेर बस्नुपर्छ। मरेपछि कहाँ जान्छ, के खान्छ, केही थाहा पाउँदैन। यस्तो हुँदो रहेछ जीवनको अन्तिममा चाहिँ। यो चाहिँ हाम्रो अन्तिम चरममा हाम्रो पर्मानेन्ट हाउस चाहिँ यो है, यो जग्गा। अनि बहुत दुःख लाग्यो, के गर्नु। गयो, आज उहाँलाई आगो दियो, जलायो, अनि हामी फर्क्यौँ साथी हो।